अन्त के साथीहरू, मैले एउटा नबुझेको कुरा जहिले जिज्ञासा लागिबस्ने कुरा के आजभन्दा 20-22 वर्ष अगाडि म नर्सरी क्लासमा पढ्दाखेरि नेपालको जनसङ्ख्या 3 करोड थियो है, 3 करोड थियो। अब अहिले मेरो छोरो नर्सरी क्लासमा पढ्ने भइसक्यो, नेपालको जनसङ्ख्या 3 करोड नै छ। सोच्ने कुरा होइन। अन्त के साथीहरू, मलाई चाहिँ यस्तो लाग्छ कि मेरो विचारमा चाहिँ अब एकजना बच्चा जन्मिन्छ होइन, एकजना बच्चा जन्मिन्छ अनि त्यो बच्चाको ठाउँमा अर्कोजना मान्छे मरिहाल्दो रहेछ। कुनै बेला जुम्ला जन्मिन्छ, 3 जन्मिन्छ, घरको फ्यामिली नै मर्छ, एक्सिडेन्टमा परेर या सुसाइड गरेर मरिहाल्दो रहेछ क्या। त्यो भएर चाहिँ नेपालको जनसङ्ख्या 3 करोडको 3 करोड नै, त्यहाँभन्दा बढेको त